भन्ने भेजिटेबलमा काम गर्ने मान्छे सुजित प्रो ओके उहाँ इन्डियादेखि हुनुहुन्छ हैन इन्डियादेखि बिलङ गर्नुहुन्छ प्लस एकदमै ताजा तरकारीहरू पाउँछ एकदमै ताजा नेपालदेखि आएको तरकारीहरू हैन नेपालदेखि के आउँछ भन्ने कुरा हेर्नुस् है काँक्राहरू मुलीहरू अनि फेरि सबै तरकारीहरू आउँछ है नेपालदेखि यस्तो ताजा तरकारीहरू आउँछ हेर्नुस् नेपालदेखि आएको तरकारीहरू के छ त दुबईमा भन्ने कुरा तपाईलाई प्रत्यक्ष देखाउँछ हैन यहाँ फुलकोपीहरू छ पत्ताकोपीहरू छ काँक्राहरू छ फर्सीहरू छ सबै यो नेपालदेखि आएको तरकारी हो दुबईमा म काम गर्ने मार्केटमा हैन कस्तो प्याजहरू है नेपालदेखि आएको तरकारी हो अनि यो सबै नेपालदेखि आएको तरकारीहरू तपाईलाई प्रत्यक्ष देखाउँछु लौकीहरू छ हैन लौकाहरू अनि यो सबै यो कागतीहरू छ अदुवा अनि फेरि नमस्ते साथीहरू आज म हाम्रो मैले काम गर्ने ठाउँमा दुबईमा के सामान पाइन्छ कस्तो छ भन्ने कुरा तपाईहरुलाई देखाउँदै छु हैन यहाँ कति महँगो छ भन्ने कुरा हेर्नुस् है आधा किलोको सामानहरुमा कति महँगो छ भन्ने तपाईलाई प्रत्यक्ष देखाउँछु अनि फेरि 1 किलो होला यो नुन हो यो दालहरु आइटमहरु हो अनि नुनहरु पाइन्छ अनि यस्तो दालहरु हो सबै अन्तिम सामानहरु अनि मसला आइटमहरु छ अनि फेरि सबै छ यहाँ मसला आइटमहरु सबै छ अचार आइटमहरु हैन यो दुबईमा कस्तो छ भन्ने कुरा यो माछाहरु हेर्नुस् है यो माछा आइटमहरु यो सबै यहाँ तलको यो माछाहरु है यस्तो छ माछा आइटमहरु अनि बिस्कुट आइटमहरु दूध आइटमहरु यो कस्मेटिक सामानहरु यहाँ छ हैन अनि फेरि यहाँ यो पनि चिकन मासुहरु पाउने ठाउँ हैन चिकनहरु हो दुधहरु पाउडरहरु दुधहरु अनि मैले काम गर्ने सुपरमार्केट कस्तो छ भन्ने सबैलाई जाँचोको विषय छ नि त त्यही भएर म कस्तो मार्केटमा काम गर्छु भन्ने कुरा देखाउँदै छु प्रत्यक्ष तपाईहरुलाई यहाँ कोल्ड ड्रिङ्कहरु हैन ड्युहरु कोल्ड ड्रिङ्कहरु सबै कोल्ड ड्रिङ्कहरु पाउँछ यहाँ तेलहरु पाउने हो मसलाहरु पाउँछ ड्राई फ्रुटहरु पाउने ब्लग सुटिङ
टिन ओके दाल आइटमहरू हो यहाँ चिकन आइटमहरू छ यहाँ भेजिटेबल आइटमहरू हो है एग्स अन्डाहरू छ अनि केराहरू छ यहाँ यो काम गर्ने सब्जीमा काम गर्ने भेजिटेबलमा काम गर्ने मान्छे सुजित प्रो ओके उहाँ इन्डियादेखि हुनुहुन्छ होइन इन्डियादेखि बिलङ गर्नुहुन्छ प्लस एकदमै ताजा तरकारीहरू पाउँछ एकदमै ताजा नेपालदेखि आएको तरकारीहरू होइन नेपालदेखि के आउँछ भन्ने कुरा हेर्नुहोस् है काँक्राहरू मुलीहरू अनि फेरि सबै तरकारीहरू आउँछ है नेपालदेखि यस्तो ताजा तरकारीहरू आउँछ हेर्नुहोस् नेपालदेखि आएको तरकारीहरू के छ त दुबईमा भन्ने कुरा तपाईँलाई प्रत्यक्ष देखाउँछ होइन यहाँ फुलकोपीहरू छ पत्ताकोपीहरू छ काँक्राहरू छ फर्सीहरू छ सबै यो नेपालदेखि आएको तरकारी हो दुबईमा म काम गर्ने मार्केटमा होइन कस्तो प्याजहरू है नेपालदेखि आएको तरकारी हो अनि यो सबै नेपालदेखि आएको तरकारीहरू तपाईँलाई प्रत्यक्ष देखाउँछु लौकीहरू छ होइन लौकाहरू अनि यो सबै यो कागतीहरू छ अदुवा अनि फेरि यो कागती छ लसुनहरू लौकाहरू छ अनि फर्सी ठुलो फर्सीहरू नेपालदेखि आएको छ यो पनि लौका नै हो लसुन चिल्ली आइटम सबै छ बिटहरू छ बिन्स ओके ओके आई एम कमिङ ओके तरकारीहरू छ होइन यो तरकारीहरू छ यस्तो होइन केराउको दानाहरू प्याकिङमा आउँछ चिकन आइटमहरू यो अनि फेरि यहाँ केराहरू नेपालदेखि आएको सामान सबै नेपालदेखि आएको सामानहरू छ होइन हामीले यहाँ यसरी यहाँ कुनै पनि सामानहरू यसरी ओजन गरिन्छ यहाँदेखि प्राइस चेक हुन्छ अनि मात्र दिइन्छ होइन यस्तो सिस्टमहरू हुन्छ यहाँ यस्तो यहाँ देखाउँछ कुनै पनि सामानको चेक गर्दाखेरि यो ओके यस्तो हुन्छ हाम्रो यहाँको सिस्टमहरू होइन नेपालमा यहाँ नेपालीहरू काम गर्छ हाम्रो मार्केटमा नेपालीहरू इन्डियनहरू श्रीलङ्का बङ्गलादेश सबै मान्छेहरू छ होइन